ल भाइ बहिनी तपाईँहरूको लागि कोरियन भाषा लिइसकेको छु। पहिले अब यहाँ तपाईँहरूलाई छागिसोगे पाठकको तपाईँहरूको कोरियन नयाँ बुकको पाठकको चाहिँ छागिसोगे होइन, त्यो नर्मल छ। देशको नामहरू पनि नर्मलै रहेका छन्, तपाईँहरूले हेर्नुहोला है। अनि तपाईँहरूले चाहिँ यसलाई हेर्न सक्नुहुन्छ। विशेष गरी अब यहाँनिर रहेको छ केही कन्भर्सेसनहरू है, थेवा होइन, यो पनि सजिलो नै छ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। अनि त्यसपछि त्यसै गरी हाम्रो यहाँनिर नर्मल कुराहरू छ होइन, त्यो हेर्न सक्नुहुन्छ। यहाँनिर हाम्रो छ होइन अवी छ, अवी पनि हेर्नु होला, तपाईँहरूलाई थाहा नै होला। हाप्स्याङ नि नर्मल कुराहरू सँगसँगै निम होइन, अनि नि इम्पोर्टेन्ट हुन्छ, चित्र विशेष ख्याल गर्नु होला है। अब ग्रामर रहेको छ यहाँनिर उन रन्नुन, यो पनि तपाईँहरूले जानि नै हाल्नुहुन्छ, नर्मल कुरा हो। भाइ बहिनी हो, तपाईँहरू पक्कै पनि इन्स्टिच्युटमा हुनुहुन्छ होला होइन। अब अघि बढौँ, यो थेवा होइन, थेवा यी रहेको छ यहाँनिर, यो पनि नर्मल कन्भर्सेसन छ, तपाईँहरूले जानि नै हाल्नुहुन्छ है। अब हामी लाग्छौँ अलि अगाडितर्फ होइन। अब यहाँनिर रहेको छ हाङ्गुगुई इन्स एजल, कोरियाको अभिवादन गर्ने रीति है त, मर्यादा कोरियाको अभिवादन गर्ने रीति रहेको छ। यसलाई हामी थोरै जुम गरेर हेर्छौँ। ल अब यसलाई हेरौँ है त। हाङ्गुगेसनुन साङ्थे तारा इन्साहानन थाङ्सिगी थारुम्निदा, कोरियामा चाहिँ विपक्षी मानिसको अनुसार होइन अभिवादन गर्ने तौर तरिकाहरू फरक फरक रहेका छन्। छासिन बोधा नाइगा आफूभन्दा उमेरले मानगना छिबिगा नोपुन सारा मेगेनम, पदले चाहिँ उच्च भएको मानिसलाई चाहिँ हान्देङ हासेयो तोनुन हान्देङ हासुन्निका रागो मारहाम्यो खोगेरुल सुखिगना हरिरुल खुब्यो इन्साम्निदा भनिरहेको छ है। यसले चाहिँ अनि आफूभन्दा पदले अथवा उमेरले धेरै भएको मानिसहरूलाई चाहिँ नमस्ते होइन, हान्देङ हासेयो अथवा हान्देङ हासुम्निका जस्ता चाहिँ कुराहरू गरी तपाईँको गर्दन हुन्छ नि, जुन गर्दनलाई चाहिँ झुकाउने अथवा कमरलाई चाहिँ झुकाएर अभिवादन गरिन्छ है त। खोगेरल सुकिगना हरिरल कुभानुन खसुन साङ्थे बाङ्गे थेहान छोङेङ्गुल नाथानेनुन छेसु छइम्निदा भनिरहेको छ है। अब यो भनेको चाहिँ तपाईँको होइन गर्दन निहुराने अथवा कम्मर झुकाउने कुरा चाहिँ विपक्षको होइन एउटा हुन्छ नि सम्बन्धित आफ्नो अनि अभिव्यक्तिलाई चाहिँ दर्शाउने एउटा मनको भावना हो भनेर भनिरहेको छ है। हानफेन एकातर्फ अर्कोतर्फ है त छासिन बोधा नाइगा अरिगना आफूभन्दा उमेरले सानो अथवा जवान छिनहान साराम एगेनन भनिरहेको छ। घनिष्ठ मानिसलाई चाहिँ हान्याङ इरागो मारहाम्य हान्सोनुन खाबेबगे ठुलगना हन्दु र फाङ्गा नाथा निन्दिदा भनिरहेको छ है त। आफूभन्दा सानो अथवा अनि एकदम घनिष्ठ मान्छेलाई चाहिँ आन्याङ मात्र भन्दा हुन्छ अरे होइन। अनि हात यसो अगाडितिर हल्का बढाएर मिलाउने कुराले चाहिँ एउटा खुसी देखाउँछ अरे है, खुसी दर्शाउँछ अरे है त। यो तल रहेको छ खोङजबिन्स साङवाङ एसनुन छुरो भनिरहेको छ है। आक्सु रल हाम्य हिंसा हाम्निदा भनेको छ। सार्वजनिक ठाउँ अथवा सरकारी ठाउँहरूमा चाहिँ मुख्य गरी होइन हात मिलाउने, हात मिलाई अभिवादन गर्दछन् रे है। थामान एकदमै होइन छाचिन बोधा नाइगा एकदमै आफूभन्दा उमेरले वल्सिन मानगना छिविगा नपुन साला मेगे हिंसा हाल्तेनुन भनिरहेको छ। अनि आफूभन्दा चाहिँ एकदमै धेरै है ठुलो वरिष्ठ मान्छेलाई चाहिँ अथवा पदले चाहिँ एकदम उच्च भएको जस्तै म्यानेजरहरू होइन, त्यस्तो मानिसहरूलाई चाहिँ अभिवादन गर्ने बेलामा वान सोनुल होइन
오른손 발이나 오른손 가지고 악수를 하는 것이 예의입니다. अरे है त यसरी होइन आफ्नो देब्रे हातलाई चाहिँ दाहिने हातलाई समातेर चाहिँ हात अगाडि बढाएर होइन हात मिलाउने कुरा चाहिँ एउटा शिष्टाचार हुन्छ अरे है त। यतातिर पनि नेपालतिर पनि दुईटा हातले हात मिलाउने गर्दछौँ, त्यस्तै हो है त। ल खुसी लाग्यो। युट्युबमा पनि सब्सक्राइब गरिदिनु होला है हाम्रो च्यानललाई, त्यही भन्न छ है, र फलो गरिदिनु होला यो च्यानललाई। हस् त धन्यवाद। तपाईँहरूको सुफिका फेरि भेट्नेछु अर्को पाठमा है त।